जिन्दगीमा जति नै काम गरे पनि कसैले गरेको देख्दैन भन्दै मैले आजको यस मिनी ब्लग बनाएको छु। सो तपाईँलाई सबैजनालाई अझै पनि मेरो यस मिनी ब्लगमा स्वागत छ। अनि अहिले चाहिँ गाइस दिवालीको आज फर्स्ट दिन धनतेरस। आज चाहिँ सुनहरू किन्छ होइन के किन्छ अनि आज चाहिँ मैले चाहिँ घर सफा गर्दै थिएँ होइन अनि आमाहरूले मेरो आज चाहिँ हेल्प गरिदिनु भइरहेको थियो। अनि यतिखेर चाहिँ मैले यो माकुराको जालसाल निकालिसकेर अहिले चाहिँ म घर पनि सानक पार्दै थिएँ होइन। यति ज्यादा मैला हुन्छ कि यो जाल झार्दाखेरि चाहिँ भन्नै सक्दिनँ कि अनि घर चाहिँ जति नै बढाले पनि त्यति नै मैला नै भइरहेको हुन्छ। अनि म चाहिँ जहिले पनि काम गरेको मात्रै देखाउँछु ब्लगमा। अहिले चाहिँ मैले काम गरिसकेको थिएँ अनि फेरि पनि अर्को काम गर्न लागेको फेरि च्यादरहरू धोएर सुकायो। मैले बिहानै भिजाएको थिएँ होइन सरफमा अनि मजाले पखालेर अनि मजाले सुकाउनु लागेको होइन। यो चाहिँ मैले चार पानी पखालेको छु। पछाडि सोफाको कभरहरू पनि धोएको छु। अनि गाइस अहिले चाहिँ म चाहिँ यो च्यादर सुकाउँदै पनि थियो। मलाई चाहिँ यस्तो कहिले गर्दिनँ पनि थिएन, फर्स्ट टाइम गरेको। अनि मलाई चाहिँ गर्नु पनि आएको थिएन, जस्तो भए त्यस्तै सुकाइदिएँ। फेरि पनि अर्को च्यादर धुन लागेँ। यस्तो स्पिडमा मैले भिडियो एडिट बनाइरहेको छु कि मलाई आफै हाँस उठ्छ, किनकि भिडियो लामो न लामो थियो, 13 मिनटको भिडियो थियो। अनि यो चाहिँ मैले 25 सेकेन्ड या 24 सेकेन्डको भिडियो गरेको छु नि त गाइस है। र यस बेला मैले चाहिँ सबै काम गरिसकिसकेको थियो। अब चाहिँ हामी चाहिँ खाना खान लागेको होइन। म चाहिँ यति थाकेको छु कि मुखसुख धोएँ अनि आइहालेँ खाना खानु चाहिँ। मलाई धेरैभन्दा धेरै भोक लागिसकेको थियो है गाइस। अनि आज चाहिँ हाम्रो खाना चाहिँ यही थियो। हाम्रो आमा पनि हुनुहुन्थ्यो होइन। अनि गाइस अहिले चाहिँ खानासाना खाइसकेर होइन यहाँ चाहिँ म सीमा दिदी घर आएको थिएँ होइन। सीमा दिदीको चाहिँ पाठशाला चाहिँ नेपालबाट अर्डर गरिदिनु भएको थियो रहेछ होइन। भगवान् म त यति जोसले हेरेँ कि के चाहिँ रहेछ पार्सलभित्र, अब केही अमूल्य चिजै होला, मूल्य चिजै होला भनेर क्या हेरेको थिएन। लास्टमा त हेर न के लेखालिदियो, कति धेरै हाँस उठ्यो। अनि यहाँ चाहिँ नानी पनि थियो, नानीले चाहिँ मलाई पुरै हेल्प गरिरहेको थियो, पानी पनि ल्याइदिइरहेको थियो होइन। अनि सीमादीले चाहिँ भन्नुहुँदै थियो मलाई चाहिँ नदेखा भनेर, तर पनि मैले सीमादीले देखाउँछु भनेर देखाइदिएँ होइन। अनि म चाहिँ धेरैभन्दा धेरै जोसले पार्सल हेरिरहेको थिएँ। अब तपाईँहरू पनि देख्न सक्नुहुन्छ पार्सलभित्र तेलको डब्बा रहेछ गाइस, म त रिस उठेर न। अनि अहिले चाहिँ हामी चाहिँ खोर्सानी पनि टिपेर आइसकेको थियो म र अजीले होइन। यो खोर्सानी चाहिँ हामी किन टिपेको हो भने चाहिँ यो खोर्सानी चाहिँ भोलि आइतबार हो होइन। अनि हाम्रो दिदीको सासू चाहिँ बिरपाडा यो माख्रा बजारमा काम गर्छ होइन। अनि त्यसमा चाहिँ यो खोर्सानी पनि बेच्न लानुहुन्छ होइन। अनि तपाईँलाई पनि अर्ग्यानिक खोर्सानी मनपर्छ कि मन पर्दैन गाइस भन्नुहोस् होला। अनि अहिले चाहिँ अजीले ओजन गर्ने पनि लिएर आइसक्नु भएको थियो। जम्मा खोर्सानी चाहिँ होइन 3 केजीको भएको थियो र फेरि म र अझै फेरि खोर्सानी टिप्न जान लागेको थियो। अनि हाम्रो अजीले चाहिँ यहाँ ओजन गर्नुहुँदै थियो होइन। यहाँ चिया पनि ल्याइदिनु भएको थियो भाउजूले जो एकदमै तातो थियो।